Subscribe. सुन किन्ने मान्छे भयो त सुन का क्या खरीदे चेन चेन बहुत पतला आएगा लगता है भालेहरू पनि खतरा खतरा छ अहिले त लोकल भालेहरू यस्तै भाले रातो भाले यस्तै भाले सोधेको यो तिमीले यो कुरा किनेर त अर्को दुईटा आउँछ अस्ति तपाईँले पनि लानुभयो भने एकचोटि अबिन लाग्दैन होइन कति गरे 3 रियल कति पो हो सानो सानो चाहिँ 3 रियल 4 रियल वाला पनि छ त्यहाँ चाहिँ अहिले भाले त यत्रो यत्रो पनि छ हो रातो भाले नेपालको जस्तै पुरै कस्तो बिचमा पहाड फोडेर बनाएको छ बाटो यही सोच्दैछु कि त्यत्रो खाल्दा भनेको छ बाटो चाहिँ यहाँ खतरा छ हौ बाटो चाहिँ डेन्जरस छ विदेश भएर ओ त्यहाँ नजिकको पुल छ नि एउटा माथि गालापट्टिबाट आउने पुल त्यो माथि चढ्यो भने त यार प्लेनमा चढेको जस्तो लाग्छ माथि टुप्पामा पुग्दा त्यहाँ त्यति अग्लो छ हौ माथि जाँदाखेरि पो त्यस्तो लाग्छ त त्यो ओमले यताबाट अहिले देख्छ त्यो प्लेस बढी ठुलो छ यार तलबाट हेर्दा खासै देख्दैन माथि चढेपछि चाहिँ कस्तो माथि आयो जस्तो लाग्छ त्यसमा यहाँ आएर अहिलेसम्म हिँडे जस्तो लाग्दैन बाटो त्यो बाटो हिँडेको जस्तो लाग्दैन त्यो बाटो खासै हिँड्दैन त्यो बाटो खासै हामीलाई कामै छैन त्यो बाटो तँदेखि आउने बेला यताबाट जाँदाखेरि हामी घाला तलबाटै गइहाल्छौँ घालाबाट यता आउँदाखेरि हामी त्यो ब्रिज यता आउने बाटो ठाउँ त्यो नै हुँदैन यता आउने भयो भने हामी उतै बाटो जान्छौँ त्यसरी त अग्लो छ राम्ररी चाहिँ बुझ्छ लामो पनि छ अग्लो पनि छ जाम हेरौँ न जाम हेरौँ न बिहान चालिस पनि छैन केलाई बस्छ मान्छेहरू सबै यतातिर यस्तो जाममा 8 बजे 9 बजे ड्युटी हुनेहरू 7 बजे 6 बजे हिँड्नुपर्छ बिहान हेऱ्यो यता बेलुका हेऱ्यो उता आउने बेलामा बिहान जाने बेलामा कस्तो सबैको काम फेरि उतै छ फेरि जहाँ काम गर्दा त्यतै जानु पर्यो सबै उतै हो काम जे काम पनि त्यतै हो यति रहेछ कि होटेल सोटेल सबै फ्याक्ट्री चाहिँदेखि है 2 वर्षमा फ्याक्ट्रीहरू त उसमा हुन्छ नि त नि के अरे यो घालाको इन्डस्ट्रियल एरियामा पो हुन्छ त जता त्यतै फ्याक्ट्री बनाएको छैन अनि फेरि यहाँ चाहिँ अब ठाउँ अनुसारको घर कत्रो बनाउने यताको जाम त सकेछ है अन्त यता पनि डेन्जरै जाम हुन्थ्यो परसम्म अहिले त सकेछ कति 8 बजे नि त 8 साढे 8 बजे बिल्डिङहरू पनि यहाँ चाहिँ ठाउँ अनुसारको हुँदो रहेछ कि अब यो ठाउँमा यति फ्लोरसम्म मात्रै बनाउने है भनेर त्यस्तो हुँदो रहेछ अनि त्यही भएर हो कि यहाँ चाहिँ त्यो घालाको त्यो अघिको त्यो ब्रिजको यता साइड भनेर कत्रो बिल्डिङ छ नि त्यहाँनिर होइन अरूतिर फेरि छैन त्यो एरिया अनुसार दिँदो रहेछ यो एरियामा यति फ्लोर यो एरियामा यति फ्लोरसम्म भनेर तोकेको रहेछ यहाँ हेरेर सबै एकै नाचे गर्दैछु कुनै ठुलो छैन लेभल छ योभन्दा माथि बनाउनु पाइएन तल फ्लोर त बनाउनु पाइयो माथि त बनाउनु पाएन यत्रो महँगै छ यहाँनिर तपाईँले यसले यत्रो खर्च गरेर यसले कत्रो बिल्डिङ बनाउन सक्थ्यो नि त्यहाँ चाहिँ तर त्यत्रै हाइट बनाएर बरु लामो चाहिँ बनाएको छ त्यही एलाउड नभएर हाम्रो नेपालको चाहिँ नगरपालिकाले एलाउड नगरेको होला नि नक्सा पास गरिदिँदैन होला यो घर अहिले देखेको होइन फेरि यो हामी आउँदा देखेको यस्तोको यस्तै छ हौ 2018 देखिको नि बजेट सकेर बजेट सकिनु पनि सक्यो धेरै लामो समयसम्म पनि
भेला पार्न सकेन रहेछ बजेट 2018 देखि यस्तो थियो भने 19, 20, 21, 22, 23, 24, 25, 7 वर्षमा त अलिअलि भेला गरेर काम सुरु गर्नु नि Thank you for watching and please subscribe my channel.